यदि तपाईहरु चाहिँ यो अटममा चाहिँ कतै घुम्न जाने सोच गराउनु भएको छ तर कहाँ जाने भन्ने लागिरहेको छ भने चाहिँ तपाईहरु यो ठाउँमा जान सक्नुहुन्छ। यो ठाउँ चाहिँ सिन्जुकु नजिकै पर्छ, सिन्जुकु शिबुवाबाट नजिकै पर्छ, 15-20 मिनेट पनि लाग्दैन। यो चाहिँ मेजी जिङ्गो भन्ने ठाउँ हो। लोकेसन चाहिँ मैले यही लिङ्कमा राखिदिएको हुन्छु। तपाईहरु चाहिँ यो ठाउँमा जान सक्नुहुन्छ। यो ठाउँ चाहिँ यस्तो राम्रो छ हैन घुम्नको लागि चाहिँ। यो चाहिँ अब नोभेम्बरमा हुन्छ। अब अहिले चाहिँ भइसकेको छैन यो पोहोरको भिडियो। अब नोभेम्बरतिर चाहिँ यो 1 महिनासम्म चाहिँ यो यस्तै हुन्छ। यस्तो राम्रो छ यहाँ हैन। तपाईहरु बेलुकामा घुम्न जानु भयो भने चाहिँ यहाँ पुरै लाइटहरु बल्छ के। बेलुकामा चाहिँ पुरै लाइट बल्छ, कस्तो रमाइलो हुन्छ। यहाँ चाहिँ यस्तो भिड हुन्छ हैन। कहाँदेखि मान्छेहरु आएको हुन्छन् कि यहाँ त पुरै जापानिजहरु फरेनरहरु चाहिँ यहाँ धेरै आउनुहुन्छ। अब यो चाहिँ नोभेम्बरमा हो हैन। यो चाहिँ यहाँ चाहिँ यति रमाइलो। यहाँ ठ्याक्कै रोड पारी चाहिँ यहाँ मन्दिरहरु पोखरीहरु पनि छ के। यहाँ मेला पनि लाग्छ क्या यो नोभेम्बरमा चाहिँ हैन। भिड हुने भएको बेला हामी गएको बेलामा चाहिँ के मान्छेहरु बेच्न राखिरहेको थियो कि। यहाँ ठ्याक्कै अगाडिपट्टि चाहिँ मन्दिर पनि छ, नजिकै पनि छ। टोकियोबाट तपाईहरु घुम्न जान सक्नुहुन्छ। यस्तो रमाइलो छ, हेर्दा पनि कस्तो राम्रो देखिएको छ। अझ रातिको बेलामा चाहिँ पुरै लाइटहरु बल्छ के। यहाँ पुरै लाइटहरु बले रमाइलो हुन्छ। टाढा पनि छैन, सिन्जुकुबाट नजिकै हो। तपाईहरु घुम्न जान सक्नुहुन्छ। अब नोभेम्बरमा चाहिँ अब 1 महिनासम्म चाहिँ यहाँ यस्तै हो। धेरै रमाइलो छ यो ठाउँ चाहिँ। थ्यांक यू फर वाचिङ।